हाम्रो निकोलासजीलाई साथीहरूले केही नराम्रा कुराहरू भन्दै रहेछन् यो समाजमा। साँच्चीकै देश बनाउने प्रेम भएन भने त्यो देश बन्दो रहेनछ र बन्दा पनि बन्दैन। देश बनाउन पनि पागलै हुनुपर्छ। देश बनाउने त्यो ऊर्जा र त्यो देश बनाउने पागलपन भएन भने त्यो देश बन्दैन। त्यसकारणले गर्दा हेर्नुस्, तपाईको रसलो टाइल्सले भनेका थिए हावाको कुनै मूल्य हुँदैन, तर म भन्छु हावाको मूल्य हुन्छ, तर त्यो साइजमा आउनुपर्छ। कि चक्कामा आउनुपर्छ, कि ब्यालुनमा जानुपर्छ, कि सिलिन्डरमा जानुपर्छ, त्यसको मूल्य हुन्छ। र अहिलेसम्म नेपाली जनताको अवमूल्यन गरेर नेपाली पार्टीहरू यी सधैँको लागि यी देशमा शासन गरे र अब चाहिँ नेपाली जनता आफ्नो मूल्यमा आइसकेका छन्। यिनीहरूलाई बेमूल्य पारेकै हुन्, यिनीहरूलाई बेकार बनाएका हुन्। त्यसकारणले गर्दा अहिले सम्पूर्ण देशभरि देखिएको यो जेन्जी आन्दोलनको क्रममा म एउटा के कुरा भन्न चाहन्छु भने जति जेन्जी साथीहरू छुट्टेर फरक फरक धारमा बस्नु भएको छ, विभिन्न राजनीतिक पार्टीको यो कांग्रेसको जेन्जी, यो एमालेको जेन्जी, यो माओवादीको जेन्जी जुन भनिँदैछ, जेन्जी कुनै पार्टीको हुँदै होइन। जेन्जीहरू कुनै राजनीतिक पार्टीका हुँदैनन्। जेन्जी भनेको स्वतन्त्र हो। जेन्जीको मुद्दा भनेको स्वतन्त्र हो। जुन जेन्जीले उठाएका मुद्दाहरू थिए, जेन्जीका मागहरू के थिए त, त्यो मुद्दा कसले उठाएको छ त्यही चाहिँ असली जेन्जी हो। ती त नक्कली जेन्जीहरू बनाएका हुन्। यो जेन्जीको आन्दोलनलाई अपहरण गर्न खोज्दैछ र त्यो चाहिँ हाम्रो पुस्ताले पक्कै दिन्न। त्यसकारणले गर्दा सम्पूर्ण म नेपाली समाजलाई, नेपाली जनतालाई, मिडिया साथीहरूलाई म के भन्न चाहन्छु भने हेर्नुस्, यो देश बनाउने हुटहुटी तपाईँ हामीभित्र छ नि। अनि पो आज निकोलास भुसाल जस्ता मान्छे, हाम्रा कपिल पौडेल जस्ता मान्छे, एसपी शाहहरू जस्ता मान्छे तपाईहरू सामु आफ्ना मन्तव्यहरू राख्दैछौँ कि देश अब यिनीहरूबाट बनेन, हामी बनाउँछौँ। त्यसकारणले गर्दा अहिलेसम्म जति राजनीतिक पार्टीहरू नेपालमा जन्मेका छन्, सबै राजनीतिक पार्टीको इतिहास हेर्नुस् त, सबै इन्डियामा जन्मे। 2007 सालमा नेपाली कांग्रेसको जन्म भयो, कहाँ भयो त? इन्डियामा भयो। तपाईको एमालेको जन्म कहाँ भयो त? दार्जिलिङमा भयो। माओवादीको जन्म कहाँ भयो त? हैदराबादमा भयो। गोरखपुरको तपाईको आर्मी ब्यारेक भित्र भयो। मधेसी दलहरूको जन्म कहाँ भयो त? पटनामा भयो। एकचोटि नेपाली आमाको गर्भबाट जन्मेर नेपाल आमाको काखमा हुर्किने शक्ति नबनाइकन यो देश बन्दैन। त्यही बनाउने हाम्रो प्रयास हो। नेपाली जनताहरू जबसम्म त्यो आत्मसात गर्दैनन्, मेरो देश म बनाउनु पर्छ, मेरो देश हामी नेपालीले नै बनाउनु पर्छ। आज यो देश तपाईको एनजिओले चलाएको देशभरिको जनताहरू भन्न थालेका छन्। सुशीला कार्कीको सरकारलाई म के विनम्र आग्रह गर्छु भने हेर्नुस्, चोरलाई रक्सी, सन्तलाई दासी। तपाईको चोरलाई रक्सी र सन्तलाई दासी र अल्छीलाई तपाईको फुर्ती, अल्छीलाई फुर्ती र शासकलाई अहंकार, यो उसको मुसिबतको कारण बन्न सक्छ। यो शासकमा पनि त्यही अहंकार आएका थिए, त्यसकारण यी शासकहरू ध्वस्त भएका छन्। सुशीला कार्कीमा पनि त्यो अहंकार आएको हो कि? त्यसकारण त्यो अहंकार नगर्दिनु होला, त्यो अहंकार त्याग दिनु होला। नेपाली जनतालाई आत्मसात गरिदिनु होला। नेपाली जनताको सरकार हो यो, जेन्जीको सरकार हो। जेन्जी प्रति जिम्मेवार भइदिनु होला। आज पनि 156 जना उपत्यकाबाट हाम्रा जेन्जी साथीहरू आउने भिजनरी युवाहरू एक ठाउँमा आउनुपर्छ, जोसँग यो देश बनाउनको लागि खाका छ। अब गफले मात्र चल्दैन। भाषण गर्न नेपाली जनताले सुन्नेका छैनन्। भाषण गर्न धेरै युवाहरूलाई आउँदैन, तर काम गर्न आउँछ। यो देश बनाउने काम गर्ने युवाहरूको खाँचो छ। भाषणले आजसम्म तपाईको 35 वर्ष यो देशमा अनुमान गर्न नसकिने पनि अहिले 20,000को संख्यामा सेना र प्रहरीहरू राजीनामा दिएर हामीसँग जोडिने क्रममा उहाँहरू हुनुहुन्छ। देश बनाउनको लागि सेना प्रहरीहरू पनि हामीसँग समावेश हुने अवस्था छ। म त्यो जानकारी गराउन चाहन्छु र म बिदा लिन्छु। र अर्को कुरा अन्त्यमा म के भन्न चाहन्छु भने सुशीला कार्कीलाई छुछुन्द्रको टाउकोमा चमेलीको तेल सुहाउँदैन। तपाईले साँच्चीकै तपाईं असली शासक बन्ने हो भने नेपाली जनताको पक्षमा काम गर्नुस्। यदि तपाईलाई काम गर्न सक्ने अवस्था छैन भने राजीनामा दिनुस्। हामी जस्ता युवाहरू यो देश चलाउनको लागि हामी तयार छौँ। धन्यवाद।